हेलो एभ्रिवान, स्वागत छ तपाईहरुलाई मेरो अर्को भिडियोमा। आज चाहिँ हामी जाँदैछौँ बजार। अब धेरै पछि हामी भनौं न कर्णालीको तीरमा आइपुग्यो है। अब आज यसो घट्टसट्ट पिस्नु थियो, त्यही भएर घट्ट पिसिहालौँ भनेर। अनि प्लस अब धेरै भएको थियो, चाउमिन पनि खान मन लागेको थियो, चाउमिन पनि खाइजानु पर्यो। अनि यो पछाडि देखिरहनु भएको छ तपाईले नेपालको सबैभन्दा लामो नदी को हो भन्दाखेरि यही पछाडि देखिएको फाटो हो है त। यो कर्णाली नदी हो। यहाँ चाहिँ धेरै फोटो खिच्ने मान्छेहरू पनि हुन्छन्। ऊ पर त्यहाँनिर एउटा डाँका पनि फोटो खिच्न लागेको रहेछ है। यो हो नेपालको सबैभन्दा लामो नदी कर्णाली नदी। यो खिड्की जिउला देखिरहनु भएको छ तपाईहरुले। ऊ त्यो चाहिँ अस्ति हाम्रो भर्खरै भत्केको पुल हो हैन। त्यो पुल चाहिँ अहिले त्यहाँबाट वारपार गर्न मनाइ गरेको छ अरे हैन, इलाका प्रहरी कार्यालय र यहाँका मान्छे को उनको चाहिँ सम्बन्धित मान्छेहरू होला न अब है। त्यो राम्रो काम गरे जे भए पनि, किनभने त्यहाँबाट कोही न कोही एक न एक दिन मान्छे लुटिकन भकारान्त पस्ने वाला थियो न। ऊ त्यो चाहिँ हाम्रो नैनेलको थान भयो त्यो। अब यो चाहिँ हाम्रो अहिले अल्टरनेटिभ पुल यो हामीले युज गर्ने पुल हैन। अब यति नि क्या भए किन ठडियौ भने। अब एकछिन हिँडेपछि हामी कर्णाली नदीमा पुग्छौँ। अनि त्यहाँ सबैजना एकछिन यसो रमाइलो गरौँ, त्यहाँको ताजा ताजा हावासँग यसो बातचित गरौँ भनेर हामी गफगाफ गर्दै रमाइलो गर्दै थियौँ। अब कर्णालीको एउटा सेल्फी पनि नलि भएन भनेर मैले सबैजनालाई सेल्फी लिउँ भनेर आग्रह पनि गरेँ। अनि एउटा सेल्फी लाग्यो। सो अब हामी चाहिँ धेरै पछि भनौँ न, धेरै पछि जिउला आइयो होइन, खिड्की जिउला। अब त्यही अब आजकल हिँड्ने पुल नभएर अल्टरनेटिभ पुल युज गरेर जानुपर्छ। अब त्यही पुलको नजिक पुग्न लाग्छौँ। अनि यहाँ चाहिँ यो छालमा चाहिँ एकदम फ्रेस हावा हुन्छ क्या, छालको चिसो हावा हुन्छ होइन। त्यो चाहिँ एकदम मजाको पार्ट हो यहाँको चाहिँ। अनि अब कर्णाली नदी तपाईँहरूलाई थाहा नै छ होइन। एउटा हाम्रो यहाँ चाहिँ यसलाई एउटा धार्मिक नदीका रूपमा पनि हेरिन्छ, किनभने अब हामी यहाँको जल चढाउँछौँ यहाँ मन्दिरहरूमा होइन। हाम्रो थान भन्छ लोकलमा। यो चाहिँ हाम्रो नैनेल देवताको मन्दिर हो। हामी यसलाई थान पनि भन्ने गर्छौँ। हामी सबैको नैनेल देवताले रक्षा गरून्। अब नैनेल देवताको थान पुगिसकेपछि यहाँ मलाई एउटा खुसीको कुरा चाहिँ के लाग्यो भने, यहाँ भक्तजनहरूका लागि बस्न भनेर एउटा बस्ने ठाउँको व्यवस्था पनि गरिएको रहेछ। त्यो चाहिँ निकै खुसीको कुरा हो। यो चाहिँ त्यो पुल हो जसले हामीलाई कर्णाली नदी वारपार गर्न निकै सहज बनाएको छ। जिउलाबाट हामी फर्किसकेपछि थाक मार्न भनेर बरको चौतारीमा बस्यौं। गाउँको एउटा राम्रो कुरा के भने ताजा हावा ताजा पानी त पाइन्छ अनि निकै आनन्दका र सहयोगी मान्छेहरू पनि पाइन्छन्। यो सानो बाबुले हामीलाई हेर्नुस् त मेवा ल्याएर दिएको। एकछिन आफ्ना अनुभव सुनायौं, निकै रमाइलो गर्यौं, हाँसो खेलो गर्यौं। दाजुहरूले निकै हँसाउनु भयो। म त पेट मिची हाँसे। कामले थाकेको शरीर तर थाकको महसुसै नगराउने यो गाउँको आनन्द अनि यो गाउँका सहयोगी मान्छेहरू र दाजुभाइको रमाइलो कुराकानीमा दिन बितेको पत्तै भएन। हवस् त, आजको भिडियोमा यति नै। सब्स्क्राइब गरेर साथ दिनुहोला है त। अर्को भिडियोमा चाँडै भेट्नेछौँ। तबसम्मका लागि आफ्नो ख्याल गर्नुहोला। अब हामीलाई हतार पनि भएको छ, हामी चाहिँ घर लाग्यौँ है त।